त्यस पछाडि यता हुनुहुन्छ यहाँ हाम्रो राम जानकी मन्दिर, माधव नारायणको मेला चलिरहेछ। सम्पूर्ण भक्तजनहरू चाहिँ यो भक्तपुरको हनुमान घाट परिसरमा आउनुहोला, हनुमान घाटको परिसरमा आउनुहोला। यहाँ मेला चलिरहेछ है। त्रिवेणी घाट हनुमान घाट परिसरमा 1 महिना माधव नारायण मेला भनेर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको मेला यहाँ चलिरहेछ। श्री हरिनारायण विष्णु उहाँ हुनुहुन्छ। अघि मैले भिडियोमा पनि देखाएँ नि, उतापट्टि हनुमानजी विराजमान पर हुनुहुन्छ। यता छेउमै गणेशको ठुलो मूर्ति छ, गणेश भगवान नजिकै हुनुहुन्छ। त्यस पछाडि यहाँ हाम्रो अर्को ठुलो शिवलिङ्ग हुनुहुन्छ। जय भोलेनाथ, जय भोलेनाथ। यता पनि भोलेनाथ। यता यस्तो मन्दिरहरू यस्तो खालको छ। यहाँको छुट्टै महिमा छ। अब हामी चाहिँ विभिन्न ठाउँमा विभिन्न धामहरूमा जान्छौँ होइन। ल हेर्नुहोस् त कत्रो ठुलो महादेव शिवलिङ्ग बस्नुभएको छ। हरिओम 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 हरिओम। हेर्नुहोस् नजिकै श्री बाल सेवक लोवर सेकेन्डरी स्कुल भक्तपुर पनि छ। यस्तो खालको यहाँको हनुमान घाटको जुन ऊर्जा छ हजुरहरूले फिल गर्न सक्नुहुन्छ। यहाँको हनुमान घाटको यो ऊर्जा एकदमै बढी मात्रामा छ। अब नजिकको तीर्थ भेला भने जस्तो चाहिँ खासै मान्छेहरू, कतिपय मान्छेहरूलाई चाहिँ हनुमान घाट परिसरको यहाँ पनि हनुमानजीको मूर्ति छ अनि विभिन्न राम सीताको मन्दिर छ भन्ने कुरा चाहिँ खासै थाहा नै नभएको अवस्था छ है कतिजनालाई। नजिकै टाढाको मान्छेहरूलाई बरु कतिलाई थाहा छ यहाँ, तर यहीँ भक्तपुरवासीहरूलाई पनि अब यो लोकल कम्युनिटीहरूमा त अलिकति प्रचलित नै छ, सबैलाई थाहा नै छ। तर अलिकति दायाँ बायाँका मान्छेहरूलाई चाहिँ यहाँ चाहिँ अलिकति गाह्रो छ। यहाँको ठाउँको विशेषता के हो कसो भन्दा हेर्नु त, स्वयम्भू विराजमान साक्षात हुनुहुन्छ। वाल्मिकी आश्रम सेवा समिति भन्ने कृष्ण भजन मण्डली पनि हुनुहुँदो रहेछ। अब यो चाहिँ हाम्रो राम जानकी मन्दिर परिसर। ठ्याक्क भित्र छिर्ने बित्तिकै चाहिँ हाम्रो हनुमानजी यसरी सेतो आँखा बालेर प्रष्ट रूपमा हेरिरहनु भएको छ। हनुमानजीको जय होस्। जय हनुमान जय हनुमान जय हनुमान। यस्तो खालको यहाँ चाहिँ हाम्रो 1 2 3 4 5 6 7 8 9 10 हेर्नुहोस् है। मन्दिर परिसर वरपर सरसफाइ गरौँ भनेर यहाँ राखिदिनु भएको छ। यस्तो खालको महिमा अब यहाँका विभिन्न एकदमै हेर्नुहोस् हाम्रो परिवार जाइरहनु भएको छ। यो चाहिँ हाम्रो राम जानकी मन्दिर हो है, राम जानकी मन्दिर हो। यहाँ श्री परमेश्वर महादेव भनेर हाम्रो यहाँ शिवजीको साक्षात मूर्ति दर्शन गर्न सक्नुहुन्छ। जता शिवलिङ्ग हुनुहुन्छ। अब यहाँहरूको 4 धाम देखिन्छ। यहाँ जगन्नाथ हुनुहुन्छ, नेपाल सम्मत 1103मा स्थापना भएको होला सायद है। यतापट्टि श्री रामेश्वरम हुनुहुन्छ, 1103 नेपाल सम्मतमा स्थापना। यतापट्टि हजुरलाई द्वारिकानाथ हुनुहुन्छ, यहाँ हुनुहुन्छ। त्यस पछाडि अर्को हुनुहुन्छ यहाँ बद्रीनाथ। अब यहीँ 4 धाम, यहीँ एक परिक्रमा लगाउँदाखेरि हजुरले 4 धाम गरे बापत पुण्य मिल्छ। यता हेर्नु त श्री कृष्ण भगवानको जय होस्। राधा रानी श्रीजी र श्रीहरि सँगै बस्नु भएको छ। कति राम्रो मूर्ति छ। यहाँ वरिपरि यसरी फुल लगाइएको छ। ओ उतापट्टि हनुमानजी महाराज गदा सदा लिएर होइन। हाम्रो चाहिँ यहाँ श्री राम भगवानजी हुनुहुन्छ। लक्ष्मण उहाँ बस्नु भएको छ। केराको पातमा केरा फलफुलहरू चाहिँ श्रीरामजीलाई चढाएर चाहिँ यहाँ हाम्रो हनुमानजी चाहिँ यता विराजमान हुनुहुन्छ। लक्ष्मणजी उतापट्टि आफ्नो भाइको आफ्नो दाइको सेवा गर्नको लागि निरन्तर हरदम तयार रहने व्यक्ति उहाँ हुनुहुन्छ। साक्षात भगवान स्वरूप उहाँ हुनुहुन्छ है। त्यसपछि यस्तो खालको परिसरमा चाहिँ आज हामी आएको छौँ।
यसको चाहिँ जति सक्दो चाँडो अलिकति प्रचार प्रसार गरिदिनु होला। हाम्रो यो भक्तपुर परिसरको हनुमानघाट क्षेत्र परिसरमा सबैको जय होस् हैन। परिसर छ, यहाँ मान्छेहरू बस्ने गर्ने कुराहरू छन्। यहाँ ठुलो हनुमानको मूर्ति पनि, ठुलो हनुमानको फोटोको चित्र यहाँ राखिदिनु भएको छ। राम जानकी मन्दिरमा हजुरलाई यहाँ स्वागत छ भनेर राखिदिनु भएको छ है। हनुमानजीको पछाडिबाट राम जानकी मन्दिरको दर्शन गराउँदैछु हजुरलाई। यो चाहिँ बिहान बेलुका चाहिँ खोलिन्छ, बिहान एक टाइम बेलुका एक टाइम है, मैले बुझेअनुसार, इफ आइ एम नट रङ। अनि यतापट्टि हाम्रो हनुमानजी हुनुहुन्छ, तलपट्टि फेरि यहाँ हुनुहुन्छ हनुमानजी, यता हुनुहुन्छ। यतापट्टि ठ्याक्कै अपोजिटमा हाम्रो राम जानकी मन्दिर। अब अहिले ढोका लगाएको छ, ढोका लगाएको छ। म अहिले भित्रको कुराहरू चाहिँ खिचिनँ अहिलेको लागि। अब यो हजुरहरूको लागि यो माधव नारायण मेला एक महिनाको माघ महात्म्य मेला पनि चलेको छ। यो अवस्थामा काली नदी पनि जानु होला, उहाँको सम्पूर्ण तीर्थहरू यताउति सबै घुमेर आउनु होला। र फर्केर आउँदाखेरि यदि समय छ भनेदेखि हनुमानघाटको परिसरमा आएर हाम्रो हनुमानजीलाई भेटेर हैन, राम भगवानको मन्दिरमा एकचोटि दर्शन गरेर यो ठाउँलाई पनि यसो माया गरिदिनु होला। यहाँ धेरै अलिअलि यताउति अलिकति सरसफाइको खाँचो चाहिँ मैले यसो देखेको छु, तैपनि त्यस्तो ठुलो समस्या चाहिँ देखिँदैन है। अब यो भक्तपुर नगरपालिका क्षेत्र परिसरमा अलिकति सबै कुराहरू व्यवस्थित चाहिँ गर्नुभएको छ। तैपनि आफूलाई चाहिँ एउटा भगवान्प्रतिको अझै पनि अलिअलि चित्त नबुझे जस्तो अलिकति अझ यसलाई चाहिँ सरसफाइदेखि लिएर हरेक कुरा व्यवस्थित गरिदिनु पाए राम्रो। यहाँ ठुलो भगवान् बुद्ध बस्नु भएको छ, जय बुद्ध भगवान् जय होस्। त्यसपछि गणेश मन्दिर, त्यसपछि गणेशजी यता विराजमान, यतापट्टि घाट परिसर। अनि फेरि यहाँ चाहिँ भक्तजनहरू पनि धेरैजना आउनु भएको छ है। यतापट्टि राम सीताको मन्दिर, यतापट्टि खोला किनार है। विभिन्न यस्तो खालको कुराहरू मैले हजुरलाई अवलोकन यसो गर्नको लागि एउटा भिडियो राखिदिएको छु। जय हनुमान, जय हनुमान, जय हनुमान ज्ञान गुण सागर, जय कपीसति हुलोक उजागर, रामदूत अतुलित बलधाम, अंजनी पुत्र पवन सुत नाम भन्दै टक्क यहाँ बस्ने, हनुमान चालिसा पाठ गर्ने, हनुमानजीलाई खुसी बनाउने है। शनि मङ्गलका विभिन्न ग्रह दोषहरू चाहिँ कतै छन् भनेदेखि त्यो पनि हजुरहरूले मेटाउनु होला। यहाँको क्षेत्रलाई माया गरिदिनु होला। यो चाहिँ लोकेसन ठ्याक्कै हजुरहरूलाई चाहिन्छ भने जगतीबाट, यतापट्टि अरनिको हाइवे छ भक्तपुरको जगतीबाट ठ्याक्क लेफ्ट अरनिको हाइवे आउँदा आउँदै सल्लाहगारीबाट जगातीतर्फ त्यही अरनिको हाइवेमा आउँदा आउँदै जगातीको सेन्टर लोकेसनबाट ठ्याक्क लेफ्ट लागेपछि अलिकति माथि आउने बित्तिकै यता बायाँपट्टि चाहिँ हजुरको हनुमानघाट क्षेत्र छ। यहाँ आएर जसलाई सोद्धा पनि हजुरहरूले चाहिँ त्यो कुरा बुझ्न सक्नुहुन्छ। आउनुहोस्, हनुमानघाट क्षेत्र परिसरलाई माया गर्नुहोस्, सबैको कल्याण होस्। सुस्तानी परमेश्वरी माताले सबैको रक्षा गरून्। जय हनुमान ज्ञान गुण सागर, जय कपीसति हुलोक उजागर, जय होस्। हेर्नुहोस् यहाँ चाहिँ भित्री बाटो भयो, यो बजार क्षेत्र। यो चाहिँ ठ्याक्कै हनुमानघाट परिसरलाई हेर्नुहोस् है। यतापट्टि यस्तो छ, यहाँबाट पिच रोडै छ, गाडी साधनहरू ल्याउँदा केही अप्ठ्यारो छैन। अनि यहाँबाट अलिकति माथि यसो जानुभयो भने त्यहाँनिर चाहिँ जगतीबाट ठ्याक्क लेफ्ट लाग्ने बित्तिकैको बाटो, मेन बाटो त्यहाँ आइपुग्छ। त्यहाँबाट यति आएपछि यहाँ एउटा ठुलो गेट छ, यहीँबाट छिर्ने हो हनुमानघाट परिसर। सबै भक्तजनहरूलाई नमन, जय होस्।